हिपहप सुन्नुहुन्छ? पहिला चाहिँ मैले सुन्थेँ, अहिले त्यो फलो नै गरेर अहिले चाहिँ अब देखिहाल्यो भने सुन्छु। त्यो अब नयाँ नयाँ अब भनेपछि तपाईँको अब डिभाइन बाहेक चाहिँ इन्डियाको को राम्रो लाग्छ? डिभाइन त सबैलाई थाहा भइसक्यो तपाईँको अरू पोडकास्टहरूको कुराबाट नि। खै मलाई चाहिँ अब फेरि अलिकति बायस पनि हुन्छ म यस्तो कुरामा चाहिँ। अब त्योभन्दा पछि त्यो बाहेक भन्दा नि त्योभन्दा सेकेन्डमा चाहिँ राख्न मिल्ने खालको आर्टिस्टहरू चाहिँ मान्छु म। अब उसको डिभाइनको सट्टा हान्नु पर्ने सट्टा चाहिँ होइन, पछि चाहिँ आउँछ। अब एमयुए त्यही त हो नि, एमयुए एमसी स्ट्यान्डको नि मैले सुने पहिल्यैदेखि सुने हो, त्यो ममल ऱ्याप हान्नुभन्दा अगाडिदेखि सुने हो। अनि एमयुए त अब सबैले सुने होला, मेन स्ट्रिम अन्डरग्राउन्ड सबले सुनेको छ। अनि त्यसपछि अरू मलाई अनि के अरे एमसी अल्ताफ, यो गली ग्याङकै हो त्यो एकजना, त्यो दामी लाग्छ। अनि एउटा त्यो सात बन्टाइज भन्नेको एउटा छ कि, त्यसको नाम योकु बिग भन्ने छ क्या एउटा, एमयुएकै ग्रुपको हो? होइन अर्कै ग्रुपको हो, त्यो धारावीको हो, त्यो मोटे छ क्या एउटा। त्यसको चाहिँ स्टाइलहरू दामी लाग्छ मलाई। तर तिनीहरू अहिले त्यस्तो एक्टिभ छैन, तर टाइममा सिङ्गलहरू निकालेर हुन्छ। त्यो सोलो चाहिँ हान्दैन कि उनीहरू, ग्रुपै हान्छ क्या। छुट्टा छुट्टै भाषाको हान्छ, हिन्दी हान्छ, इङ्ग्लिस पनि हान्छ, मराठी त्योहरू सब हान्छ कि। सात बन्टाइज भन्ने। अनि भनेपछि सिधे मत पनि सुन्छु म, तर उनीहरू अलि धेरै टेक्निकल हान्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि तर फेरि उनीहरूले चाहिँ जे पहिलादेखि नै हान्थ्यो नि त, अनि त्यो अहिलेसम्म त्यही हानिरहेछ क्या। अनि त्यो चाहिँ खतरा लाग्छ। अरू त अब सब त्यही हो, अब जेनरली सुन्ने त्यही रफ्तार बादशाहहरू अब रिलिज भएको छ रहेछ, नयाँ गीत हाले रहेछ, नयाँ एल्बम ड्रप हानेछ भनेर थाहा पाएपछि देखिहाल्छ अनि हेरिहाल्छ क्या। अनि अरू को छ, त्यो डिनो जेम्स भन्ने, त्योसँग चाहिँ त्यसले चाहिँ मलाई मेसेज पनि पठाएको थियो क्या, डिनो जेम्सले पहिल्यै के अरे गीत गर्नुपर्छ यस्तो टाइपको कुरा गरेको थियो। अनि नम्बर पनि साटा भएको थियो, नम्बर पनि एक्सचेन्ज गराएको थियो। पछि चाहिँ अनि खासै अब उनीहरू झन् कस्तो बिजी छ होइन, उनीहरू अब सिन पनि उनीहरूको त्यत्तिकै ग्रो भइरहेछ, खतरा प्रोजेक्टहरू हानिरहेछ। अनि सायद अब त्यो बिर्सि पनि सक्यो होला कि। जस इन्डियन हिपहप हेरेर हाम्रो नेपाली हिपहप धेरै उनी छ स्किल वाइज होइन कि जस मार्केट वाइज त के उयो नै छ नि, अब कम्पिटिसनै छैन नि हाम्रो नेपाली ऱ्यापको मार्केट र उनीहरूको। तर उनीहरूले रेस्पेक्ट गर्छ नि त, त्यो कुरा नि हो। उनीहरूले नि फलोअप हानिरहेको हुन्छ। अनि जस उनीहरूलाई पनि थाहा छ नि त क्वालिटी छ यहाँ पनि, ऱ्यापरहरूको हिपहप नेपाली हिपहपमा नि क्वालिटी छ भन्ने कुराहरू उनीहरूले फिल भइसकेका कुराहरू क्या। उनीहरूले धेरै उसमा नि बनाएको छ क्यारे, यो सिधे मतले नि बनाएको थियो क्यारे होइन, नेपाली हिपहप चाहिँ जस सुन्दर रहेछ उता। तर त्यताको मान्छेहरूले नि भन्छ क्या, त्यो साथीहरू हुन्छ उनीहरूले नि भन्छ यता त नेपाली ऱ्याप धेरै बच्छ, यस्तो टाइपको कुराहरू गर्छ। सुन्दर रहेछ। मैले नि त्यो एनालिटिक्समा हेरेको थिएँ अस्ति, जस कहाँ दिल्ली मुम्बई कहाँ देखाउँदो रहेछ, त्यो सिटिजहरू देखाउँछ नि। अनि त्यतातिर नि सुन्दर रहेछ। अब नेपालीले नै होला प्रायः, मोस्टली 70-80% त नेपाली बुझ्नेहरूले नै सुन्ने होला। अरू त अब त्यही देख्यो अनि त्यही हामीले हेर्छ नि अब कहिलेकाहीँ भियतनामको थाइल्यान्डको कहाँको ऱ्यापरहरू देखिरहेको हुन्छ नि, उनीहरूले पनि त्यसरी क्लिक हान्छ होला क्या जस्तो लाग्छ मलाई चाहिँ।